देउर जेठाजुहरू छ, देउरानी जेठानी त के गर्नु। अब त पाहुना पनि कति आँखा दिक्क बनाइसके, ती कति आँखा पाहुना नि नआइदिए हुन्थ्यो भन्न थालिसक्यौँ हामी। किन यस्तो भयो त भन्दाखेरि हाम्रो पारिवारिक सद्भाव घटेर गयो। मान्छे त हो पहिले गाउँघरमा अथवा हामी प्रत्येकको घरमा पढेका मान्छे कम हुन्थे। अहिले प्रत्येकका घरमा उस्तै परे छोरा नि मास्टर पास, बुहारी पनि मास्टर पास ल्याइसक्यौँ हामीले। तर उनीहरूको व्यवहार हेर्ने हो भने त्यो व्यवहार पहिलेको 5 कक्षाका मानिसको जति पनि छैन हो। अब तपाईँ हामीले आफ्नो परिवारमा पारिवारिक सद्भाव बढाउनु पर्ने अवस्था छ, सामाजिक सद्भाव बढाउनु पर्ने अवस्था छ। पहिले 7 गाउँका मानिसहरू कुनै चौतारीमा कुनै बेला संसारी पूजा हुन्थ्यो, काटेको पाठी या बोकाको बिलो बाँडेर खान्थे। अहिले वो छिमेकीको घरमा जुठो परेको छ, ओल्लो घरको भान्सामा चिकन फ्राई पाकिरहेको छ, के मतलब हुन्छ? सामाजिक सद्भाव यसरी घटेर गएको छ, यसरी घटेर गएको छ। अब त हामी छिमेकी उस्तै परे एक धुर त ठुलै भइहाल्यो। आधा धुर जग्गाका लागि मुद्दा मामिला उच्च अदालत जानु पर्यो, परे सर्वोच्चै जान्छु भनेर पनि मान्छे कम्मर कस्छ। आधा धुर जग्गाको लागि छिमेकीसँग ऊ सम्झौता गर्न तयार छैन। जसरी हुन्छ मैले जित्नुपर्छ, मैले भने हुनुपर्छ भन्ने हुन्छ। तर यहाँलाई यो जानकारी रहोस्, अस्ति भर्खरै यही कावासुती भन्ने ठाउँमा दुईटा छिमेकीको भयङ्कर ठुलो झगडा। अहिले जुन रोड एक्सपान्सन भएको बेलामा एउटाको पनि घर भत्कायो, रोडले अलिकति आधी खायो, अर्कोको पनि आधी जग्गा अगाडिको खायो। अब त्यो बेला अलि मापदण्ड विपरीत घर बनाएको रहेछन्, अलिअलि भत्कियो। त्यस पछाडि घर बनाउने क्रममा यताकोले अलि छिटो सुरु गर्यो, यताकोले घर बनाउँदा बालुवा गिटी उता झरो छतमा भनेर उताकोले घर तैँले कहाँ लगेर बनाउने हो बना, तर एक चिम्टी यति पनि बालुवा मेरो छतमा आउनु हुँदैन। ठिकै हो, कति गाह्रो भयो होला छिमेकीले। त्यो बिचरा पर्खा लाउनेहरूले पनि बडो सावधानीपूर्वक त्यहाँ बालुवा त खस्नै भएन उसको छतमा। पछि फेरि यतापट्टि गाले पनि त घर त बढाउने भए, अब यतापट्टिको घर गाले पनि त भन्ने नै भयो। ठुलै छै जग्गा। त्यहाँनिर कावासोतीको अलिकति माथि त्यहाँ चाहिँ यो एनसीसी तालिम केन्द्र छ मध्य भुक्तान। म बेला बेलामा त्यो स्टाफ कलेजको प्रोग्राममा आइरहन्छु, त्यो बेला मैले जानकारी पाएँ। कारणवश एउटा घरको बिजुली सर्ट भयो, छिमेकीको घरमा आगो लाग्यो। छिमेकीको घरमा आगो लाग्दाखेरि तलपट्टि भुइँतलामा यस्तो आगो सल्क्यो कि अब माथिल्लो फ्लोरमा भएका मान्छेलाई उद्धार गर्नुपर्ने हो। हतार अझ माथिपट्टि त छिमेकीले के गरेका थियो भने ओल्लो घरबाट पल्लो घर आउन जान नमिल्ने गरी फलामको जाली बार राखेका थिए। त्यत्रो शत्रु के। अझ यतापट्टिकाले त टिन हालेर उताबाट यता नदेख्ने नै बनाएका थिए। अनि उद्धार टोलीका सदस्यले हतार ओल्लो घरको छतमा गएर त्यो बार भत्काएर पल्लो घरको मान्छेलाई तानेर ओल्लो घर ल्याएर उद्धार गर्नु पर्यो। छिमेकी भनेको यो। अहिले हामीमा यति पनि चेतना छैन। यी सबै कुरालाई हेर्ने हो भने हाम्रो बुद्धि विवेकको स्तर अत्यन्तै गिर्दो छ। पहिले हाम्रा बुवा पिता पुर्खाहरूले निरल भन्ने हुन्थ्यो। 100-150 जना मान्छेले तल खोल्सीमा काटेको ठुलो रुखको बिम अथवा त्यो काठलाई 50औं जनाले काठ थापेर बोकेर ल्याएर घर बनाउँथ्यो। अहिले घर बनाउन कसैको मद्दत चाहिँदैन, अहिले त श्रमिकहरू पाइन्छ। त्यही भएर होला हाम्रो आत्मीयताका चाडपर्व रीतिरिवाज यी सबै कुराहरूबाट पनि हामी कता हाम्रो पारिवारिक र सामाजिक सद्भाव घटेको जस्तो बेलामा अहिले युटर्न बिजनेस स्कुलको सुरुवात भएको छ कि त्यो युटर्न बिजनेस स्कुलले यही कुरा पढाउँछ कि यहाँ गणितका फर्मुला मात्र होइन, जिन्दगीका फर्मुलाहरू पढाइ हुन्छ। त्यो फर्मुला 20-22 का छोराछोरीलाई पनि सिकाउनुहोस्, 40-42 को तपाईँले पनि सिक्नुहोस्, सम्भव छ भने 60-65 को बुवा आमालाई पनि सिकाउनुहोस्। त्यसले म्याथ पढाउँदैन तर जिन्दगी कसरी जिउने भन्ने सूत्र पढाउँछ। अहिले हेर्नुहोस् न हाम्रा छोराछोरीहरू बाहिरको के कुरा गर्ने, अहिले हाम्रा छोराछोरीहरू के कुरा गरौँ कि हाम्रा छोराछोरीहरू पढाइ लेखाइमा A+ ल्याउँछन् परीक्षामा। हजुरहरूले पनि देख्नु भएको छ पढाइमा। अझ हामी त फेसबुकमै हाल्छौँ, आउँदै अब एसएससी परीक्षा आउँदैछ, 2-4 महिना पछाडि रिजल्ट आउँछ। त्यो रिजल्टमा प्लिज बाहिरभित्र नगर्नु पाए हुन्थ्यो हजुर,
पछाडि त्यो रिजल्टमा A+ आयो भनेपछि यस्तो लाग्छ कि फेसबुक रङ्ग्याएर टिकटक रङ्ग्याएर जात्रै हुन्छ। अनि म ती बाबु नानीहरूलाई यसो हेर्छु मैले सर, पढाइमा A+ ल्याएका भाइ बहिनीहरू चाहिँ व्यवहारिक जीवनमा कस्ता छन् भनेर हेर्नुपर्छ। A+ ल्याएर के गर्नु, बाबु आमाको महत्त्व चिन्दैन। त्यो पूर्णबहादुरको सारङ्गी भन्ने एउटा फिल्म हिजो अस्ति खुब चल्यो, नेपालभरिका फिल्म हलहरूमा चल्यो। एउटै फिल्मले 74 करोड कमाएर यो पछिल्लो 15 वर्ष यता एउटा फिल्मले त्यति ठुलो कारोबार आजसम्म गरेको थिएन। 15 वर्ष यता अथवा नेपाली चलचित्रको इतिहासमै सबभन्दा ठुलो पैसा कमाएको चलचित्र। चल्न त पहिले अरू फिल्म पनि चले, ती बलिदान भन्ने फिल्महरू चले, गरिबीको चमेली बोल्दिने कोही छैन जस्ता फिल्म पनि चले। तर त्यो बेला चाहिँ टिकटै सस्तो थियो, 15 रुपियाँ 20 रुपियाँमा मुभी टिकट पाइन्थ्यो। अहिले त ठुल्ठुला हलमा 400-500 का टिकटहरू बिक्री हुन्छन्। कारोबारको हिसाबले चाहिँ यो चलचित्र नेपालकै एउटा रेकर्ड कायम गरेको पूर्णबहादुरको सारङ्गी भन्ने फिल्म। त्यो पूर्णबहादुरको सारङ्गी भन्ने फिल्मको एउटै उद्देश्य, त्यो फिल्मको सार संक्षेप भनेको के हो भने एउटा बाउले छोरालाई सफल बनाउन अथवा एउटा बाउले छोरालाई अलिकति माथि पुगोस्, सम्मानित बनोस्, मेरो छोरा मेरो गर्व गर्न लायक बनोस् भनेर एउटा छोराप्रति एउटा बाउले कति दुःख गरेको हुन्छ, कति मेहनत गरेको हुन्छ छोराछोरीप्रति एउटा बाउआमाले भन्ने कुरा मात्रै देखाउन खोजिएको छ। यो घर घरको कहानी। अनि त्यो फिल्म हेर्न जान्छन् अहिलेका युवा पुस्ता, हेरेर बडो भावुक हुन्छन्। घर आएर उल्टै फेरि एकपल्ट बाउसँग फेरि के झोकिन्छन् भने, बाउ फिल्म हेर्ने पैसा त देऊ, खाजा खाने मोमो खाने पैसा त दिएनौ, यो तरिका तिम्रो ठिक छैन भनेर फेरि डिस्कस गर्छ। अहिलेका बच्चा पढाइमा A+ ल्याए पनि बाबु आमाको महत्त्व चिन्दैन, विद्यालय र गुरुहरूप्रतिको श्रद्धा बुझ्दैन। हजुरहरूको यो बर्दाघाट वरिपरि निजी तथा सरकारी कतिवटा जति विद्यालयहरू छन्। अस्ति सरस्वती पूजामा तपाईँहरूलाई कार्ड आएको थियो, आउनुहोस् है हाम्रो स्कुलको कार्यक्रम छ भनेर कतिले बोलाउनु पनि भएको थियो होला हो। नभए पनि तपाईँहरूका छोरा छोरी नाति नातिना पढ्ने स्कुलबाट त आउनुहोस् भनेर पत्र पठाइएकै थियो। सायद हामी कतिजना नजिकको विद्यालयमा गयौँ, हात उठाउनुहोस् त। थोरै जानुभएछ, धन्यवाद धन्यवाद धन्यवाद। अस्ति यहाँ एउटा बर्दाघाटमा कहाँ महोत्सव पनि भएको थियो, महोत्सव भएको थियो होइन? त्यो महोत्सवमा त जानुभयो नि जोस्, महोत्सवमा जानुभयो सबैजना, हात उठाउनुहोस् त। जानुभयो? हो जानुभयो, गुड गुड गुड, थ्याङ्क यू थ्याङ्क यू। महोत्सवमा धेरै जानुभयो। मलाई के थाहा छ भने महोत्सवमा हामी धेरै जान्छौँ, तर नजिकको विद्यालयको सरस्वती पूजामा अक्सर हामी जाँदैनौँ। त्यहीँबाट पनि थाहा हुन्छ हाम्रो समाज कतातिर जाँदैछ भन्ने कुरा त्यहीँबाट पनि थाहा हुन्छ। त्यो विद्यालय भनेको नि चाहे निजी होस्, चाहे सरकारी होस्, चाहे रामबहादुरको स्कुल होस्, चाहे श्यामबहादुरको स्कुल होस्, चाहे कसैको होस्, त्यो स्कुल भनेको तपाईँहरूले शास्त्रमा हेर्नुभयो भने अरू देवी देवताका मूर्तिहरू, मस्जिदहरू, गुम्बाहरू जति छन् तुलनात्मक रूपमा अब अरू धर्म मान्नेले त सरस्वतीको मन्दिर बनाउने कुरै भएन। हिन्दू धर्मावलम्बीहरूको देश जति छन् ती मध्ये पनि भगवान रामका, जानकीका, शिवका, पार्वतीका, अन्य हनुमानका विभिन्न मन्दिरहरू, शिवालयहरू छन्। तर सरस्वतीको मन्दिर यो संसारमै कम छ। यो सरस्वतीको मन्दिर किन संसारमै कम छ भनेको खास के रहेछ भने सरस्वतीको मन्दिर छुट्टै बनाइरहन नपर्ने। अब मानबहादुर बुवा जस्तो व्यक्तिले चाहिँ बुझ्नु पर्यो है, र समाजलाई एउटा चेतना दिनु पर्यो कि जान्ने बेलामा हुन त मानबहादुर बुवा त के भन्ने, अब दाइ नै भनौँ, अब उहाँभन्दा अझै 4 वर्ष जेठो अमिताभ बच्चन अझै गजरा रे तेरी काले काले नैना गरेर नाचिराखेकै छन्। अब बालाई लौरो टेकेर हिँड्न नि गाह्रो भएको छ, किनभने उनीहरूले यस्तो पढ्न खान्छन्, हामी चाहिँ अलिक अर्को खान्छौँ। त्यही भएर अलिकति त्यो खानपानले पनि हो हामीलाई। त्यही भएर अब यस्तो प्रडक्ट खायो भने स्वास्थ्य राम्रो हुन्छ अझै पनि के। त म कुराकानी गर्दै थिएँ, सरस्वतीको मन्दिर छुट्टै बनाइरहन नपर्ने। जहाँ जहाँ विद्यालय खुल्छ त्यो विद्यालय आफ्नै सरस्वतीको मन्दिर हुने व्यवस्था रहेछ। म त यो धरतीमा मेरो बुवा आमा पछाडि सबभन्दा ज्यादा सम्मान गर्छु यो 3वटा मान्छेलाई, 3वटा पेसाका मान्छे। एउटा खेती किसानी गर्ने,
हजुरहरूमध्ये कोही हुनुहुन्छ मिल्ने भए त म किसानहरूको त पाउ नै छुन चाहन्छु। म किसानहरूलाई त्यति सम्मान गर्छु किनभने किसान दाजुभाइ दिदीबहिनी थिएनन् भने, कृषक थिएनन् भने सायद हाम्रो प्राण धानिँदैन थियो। त्यो डक्टरले अरूलाई बचाउँछन् ठिक छ, म मान्छु, तर त्यो डक्टरको पनि प्राण चाहिँ के गरी धानिएको छ भने त्यही दाल रोटी भात तरकारी खाएर धानिएको छ। र त्यो डक्टरले खाने आहार पनि उत्पादन कसले गरिदिनुपर्छ? किसानले गर्नुपर्छ। जुन देशमा कृषकहरूको सम्मान हुँदैन त्यो देश कमजोर बन्दो रहेछ। जहाँ हाम्रो देश अघि मैले भने किसानका छोराछोरीलाई उस्तै परेको अरूले छोरी दिँदैन। किसानको छोराको बिहे गर्न गाह्रो हुन्छ। कृषक कुनै सार्वजनिक ठाउँमा जाँदाखेरि अबबाट चाहिँ सुरुवात होस्, यो समाजमा सबभन्दा ज्यादा तरकारी उब्जाउने मान्छे को छ हो त्यस्तो व्यक्तिलाई अगाडि यस्ता कार्यक्रममा अग्रपङ्क्तिमा ल्याएर आसन ग्रहण गराउनुहोस्। किसानहरूको सम्मान नभएको देश गरिब हुन्छ। म चाहिँ कृषकहरूलाई त्यति सम्मान गर्छु, उनीहरूको कारणले हाम्रो प्राण धानिएको हो कि यो कुरा मान्नुहोस्। दोस्रो पेसा शिक्षण पेसामा काम गर्ने तमाम शिक्षक गुरुवर्गहरू, कसैले क ख पढायो होला, कसैले मास्टर लेभलमा अर्कै थ्योरी पढायो होला, कसैले साइन्स पढायो होला, कसैले सोसल स्टडी पढायो होला, जे पढाए नि ती सबै हाम्रा गुरुहरू। यदि गुरुवर्गहरूको सम्मान गरिएन भने त्यो देशको संस्कार ध्वस्त हुन्छ। क्रान्तिका नाममा हामीले त्यही गर्यौँ। गुरुहरूलाई त यी बुर्जुका शिक्षा पढाउने भनेर उस्तै परे दिउँसै चर्कन हान्न थाल्यौँ, सार्वजनिक ठाउँमा लगेर झुन्डाउन थाल्यौँ। त्यो क्रान्ति हाम्रोमा सफल पनि भयो। हामी त्यो देशको जनता हो जहाँ शिक्षकले पढाए बापत सजाय खानु पर्यो। हुन त एका दुई शिक्षक चाहिँ त्यस्ता पनि थिए, पढाउन छोडेर भट्टी पसलमा गएर सड्काएर बस्ने पनि थिए, स्कुलको काम नगरेर राजनीतिक कार्यक्रममा जिन्दाबाद जिन्दाबाद भन्न जानेहरू पनि थिए। तर धेरै त राम्रा शिक्षक पनि थिए नि त बिचारा। दुई चारजना नराम्रा शिक्षकहरूको कारणले राम्रा 80 जनाले दण्डित हुनु पर्यो। बिचारा ती शिक्षकहरूप्रति हाम्रो ठुलो सहानुभूति छ। त शिक्षकहरूप्रतिको सम्मान अहिलेका बच्चाले गर्दैन, किनभने हाम्रो समाजले नै गर्दैन कि शिक्षक भन्ने बित्तिकै एक मामुली मान्छे जस्तो लाग्छ। तर शिक्षा यस्तो चिज हो, शिक्षण पेसा यस्तो पेसा हो र यो संसारमा विकसित देशहरूले त शिक्षकहरूलाई उनीहरू एयरपोर्ट प्रयोग गर्दा पनि शिक्षकहरू भिआइपी कक्ष प्रयोग गर्न पाइन्छ। चाहे प्राइमरी लेभलको टिचर होस्, चाहे मास्टर डिग्री पढाउने टिचर होस्, टिचरहरू हिँड्ने बाटो नै अलग हुन्छ। किनभने त्यो देशका टिचर पनि फेरि त्यति राम्रा हुन्छन्। टिचरहरूले त्यहाँ अक्सर गल्ती नै गर्दैन, किनभने टिचरको काम नै अरूलाई सही के हो र गलत के हो भनेर शिक्षा दिने। शिक्षकहरू त्यति महान व्यक्ति हुन्छन्, शिक्षकहरू आफै त्यति योग्य हुन्छन्, तर कहिलेकाहीँ जति नै योग्य भए पनि मान्छे गल्ती गर्दो रहेछ। कतौ कदाचित त्यो शिक्षकले कुनै गल्ती गर्यो र प्रहरीले उसलाई पक्र्नु पर्यो भने प्रहरीले डाइरेक्ट गएर शिक्षकलाई समाउन पाउँदैन। सम्मानित अदालतले तोकेको कर्मचारीलाई साथमा लिएर जानुपर्छ र हतकडी पनि लगाउन मिल्दैन, ससम्मान कस्टडीमा लिएर आउनुपर्छ। शिक्षकहरूको दर्जा त्यस्तो हुन्छ। बेलायतमा एकचोटि के भएछ भने सबै डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, अरू पेसाका मान्छेहरूले, न्यायाधीशहरूले हडताल गरेछन्। देशै काम ठप के कलम पेन डाउन। न्यायाधीश बहस सुन्दैनन्, इन्जिनियरिङको काम गर्दैनन्। अब हुन्छ नि डाक्टर बिरामीको उपचार गर्दैन, देशको सेवा सुविधा सेवाहरू सबै ठप्प भए, कार्यालयका सेवा सबै ठप्प भए। माग के थियो भने त्यो देशमा चाहिँ शिक्षकहरूको सेवा सुविधा र सम्मान ज्यादा थियो। हाम्रो पनि शिक्षक सरह हुनुपर्छ, चाहे तलब होस् चाहे सम्मान होस्, शिक्षक बराबरको हैसियत हामीलाई पनि दिनुपर्छ भनेर बेलायतमा चाहिँ त्यत्रो ठुलो आन्दोलन भयो। र एलिजाबेथ तृतीयले सबै ती डक्टरहरूको नाइके, इन्जिनियरहरूको नाइके, वकिलहरूको नाइके, पत्रकारहरूको नाइके प्रतिनिधि पात्रलाई बैठकमा बोलाएर मजाले सम्झाउनु भयो। तपाईँ के रे? म पत्रकार। तपाईँ के रे? म वकिल। तपाईँ के रे? न्यायाधीश। तपाईँ के रे? म त इन्जिनियर हो। तपाईँ इन्जिनियर कस्तो कारणले भएको? त्यो त शिक्षकले पढाउनु हो, राम्रो पढ्ने इन्जिनियर। तपाईँ पत्रकार कस्तो कारणले? त्यो पनि पत्रकार वकालत गर्न जानेको त शिक्षकको कारणले। तपाईँ अर्को के अरे न्यायाधीश बनेको कस्तो कारणले? त टिचरको कारणले। अब उहाँले सबैलाई सम्झाउँदै भन्नुभयो
teaching profession is that profession which shows the proper way rest of the other profession. शिक्षण पेशा यस्तो पेशा हो जसले अरू तमाम पेशाको जननीको भूमिका खेल्छ। त्यसैले शिक्षक पेशासँग यानि कि शिक्षकसँग तपाईको तुलना गरेर कहीँ मिल्छ? तपाईलाई इन्जिनियर बनाएको यिनै शिक्षकले होइन, तपाईभन्दा महान होइन, तपाई पत्रकारभन्दा महान होइन, तपाई न्यायाधीशभन्दा महान होइन। कसरी तपाईको सेवा सुविधा शिक्षक सरह हुन्छ। त्यसकारण यो आन्दोलन आजबाट फिर्ता लिनुहोस्। कुनै पनि हालतमा शिक्षक बराबरको सम्मान र इज्जत तपाईहरुलाई दिन मिल्दैन भनेर आन्दोलन फिर्ता लिएको थियो। म त्यति सम्मान गर्छु गुरुवर्गलाई, चाहे तपाई कक्षा 2 मा पढाउने गुरु हुनुहोस् या डिग्री लेभलमा पढाउने लेक्चरर हुनुहोस्, मेरो सम्मान तपाईहरुलाई समान हो। म बुवा आमा जतिकै सम्मान गर्छु र तेस्रो पेशाका मान्छेलाई पनि म त्यति नै सम्मान गर्छु। त्यो हो जो स्वास्थ्य कर्मीहरू हुनुहुन्छ। यहाँ कतिजना हुनुहुन्छ स्वास्थ्य कर्मी? सर त सेवाबाट अहिले रिटायर लाइफमा हुनुहुन्छ। हुन त सर पनि अहिलेको लागि स्वास्थ्य कर्मी नै हो महेन्द्र सर। तर मैले चाहिँ यहाँ अहिले उपस्थित महानुभावहरू मध्ये तपाईहरु स्वास्थ्य सेवामा काम गर्ने, चाहे मेडिकल सञ्चालक होस् या डाक्टर नर्स हुनुहोस् या त कुनै पनि क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरू कतिजना हुनुहुन्छ? हात उठाउनुहोस् त। 1 जना, 2 जना, करिब 2 जना हुनुहुँदो रहेछ। म धन्य भएँ। म तपाईहरुलाई चाहिँ मेरो बुवा आमा जतिकै सम्मान गर्छु। किनभने कहिलेकाहीँ त्यो निर्दयी यमराज, त्यो फेरि यमराज भन्ने यस्तो छ, आयो टप्प टिप्यो, लगेको तारेर टर्दै नत्यो, झुकेर बिन्ती गरौँ इन्द्रै त्यो कसैका कुरा सुन्दै, जुन हाम्रो स्तोत्र छ फेरि एउटा भनाइ छ, त्यो त्यति त्यो चाहिँ निर्दयी छ। त्यो यमराजले हाम्रा परिवारका सदस्यलाई लैजाँदै गरेको हुन्छ, लगिसकेका हुन्छ। स्वास्थ्य कर्मीहरूले दिन रात नभनिकन थुप्रै स्वास्थ्य कर्मीहरू दशैंको टीकाको दिन पनि अस्पतालमा काम गरिरहेको हुन्छ, टीको नलाइकन। थुप्रै स्वास्थ्य कर्मीहरू भाइटिका लाउँदैनन्, बिरामीहरूको रक्त सञ्चार प्रणाली ठिक छ छैन भनेर प्रेसर चेक गरिरहेको हुन्छ। डाक्टरहरूले बिरामीको उपचार गरिरहेका हुन्छन्। उनीहरू पनि मानव हुन्, उनीहरूलाई पनि चाड पर्व रमाइलो गर्न रहर थियो होला नि, उनीहरूका पनि घर परिवार हुन्थ्यो होला नि। तर उनीहरूले ती सबै कुरा छोडेर उनीहरू बिरामीको उपचारमा केन्द्रित हुन्छन्। एकचोटि सम्झिनुहोस् त, ती स्वास्थ्य कर्मीहरूले दिन रात नभनिकन गएर ती यमराजसँग झगडा नगर्ने हो भने हाम्रो परिवारका सदस्य यमराजले लगै पार्थ्यो होला। अन्ततः यिनै स्वास्थ्य कर्मीहरूले खोसेर ल्याइदिनुहुन्छ र भन्नुहुन्छ तपाईको आमा निको हुनुभयो नि, लानुहोस् है, तपाईको बच्चा ठिक भयो, लानुहोस् है। तपाईको हामी आफै पनि सायद 10 वर्ष बढी यो धरतीमा बाँचेको इट्स बिकज अफ हेल्थ वर्कर्स, स्वास्थ्य कर्मीको कारणले हो। त्यसकारण यो 3वटा पेशा हुन त म अरू पेशाको पनि उत्तिकै महत्त्व छ, तर यो 3वटा पेशाका मान्छेलाई म ज्यादा सम्मान गर्छु, कृषक, शिक्षक र स्वास्थ्य कर्मी। तपाईहरु सायद यी कुरालाई बुझ्नुहोस् र यिनै कुरा बुझाउनको लागि चाहिँ युटर्न बिजनेस स्कुलको सुरुवात भएको छ र यो बिजनेस स्कुलले गणितका फर्मुला मात्रै नभएर अरू भने जिन्दगीका फर्मुला सिकाउँछ। अंग्रेजीको ग्रामर होइन, गाउँघरको परिवेश सिकाउँछ। अन्तरिक्षमा पुग्ने रकेटको भन्दा पनि ज्यादा घर कसरी चलाउनुपर्छ, घर चलाउने बजेटको बारेमा शिक्षा दिन्छ र त्यसका लागि बिजनेस स्कुलमा 60 वर्षको व्यक्तिले पनि पढ्दा हुन्छ, 22 वर्षको युवाले पनि पढ्दा हुन्छ। अझ म त भन्छु तपाईहरुका छोराछोरी नाति नातिना उमेरका व्यक्तिले फेरि यो कार्यक्रम यदि बर्दाघाटमा हुँदैछ भन्ने थाहा भयो भने तपाई यहाँ जो बुवाहरू आउनु भएको छ छोराछोरी लिएर आउनुहोस्, मम्मीहरू आउनु भएको छ उस्तै गरी श्रीमान छोराछोरी लिएर आउनुहोस्। यो कुरा सुनेर तपाईलाई थाहा हुँदैन, यसले तपाईहरुको परिवारमा साँच्चै एउटा राम्रो र पारिवारिक सद्भावको नै विकास गर्छ। आउनुहोस् आजको विषयवस्तुतर्फ म बढी केन्द्रित हुन चाहन्छु। कतै तपाईहरुलाई आज यो कार्यक्रममा यसरी बोलाइएको त छैन, तपाईहरु यसै गरी आउनु भएको त होइन नि। यो त एउटा कार्टुन देखाएको मैले, कार्टुन हो, ठ्याक्कै तपाईलाई भने हैन, तर कार्टुन चाहिँ कहिलेकाहीँ मिल्न गए जस्तो हुन्छ कि हो, त्यस्तो त छैन नि। यसलाई कहीँ जाने इच्छा छैन, एउटाले आइज भनेर जबरजस्ती तानेको छ, अर्कोले भनेर पछाडि